यहाँहरू सम्पूर्णमा नमस्कार। आज हामी आइपुगेका छौँ ललितपुरको वन्डरल्यान्डमा। परिवारका केटाकेटीसँग आजको दिन रमाइलो बनाउनुपर्छ भन्ने एजेन्डाले हामी भित्र पस्दैछौँ। त्यहाँ पहिला हाम्रो फोटो सेसन कार्यक्रम हुन्छ केटाहरूसँग। केटाहरूले जे गर्यो त्यही म पनि गरिरहेको छु। भाइको छोरा, भाइको छोरी, बहिनीको छोराछोरी अनि मेरो छोराछोरी फोटा खिच्दै छौँ। मैयाहरू रमाएकी छन्। भित्र पसेपछि सबै आफ्नो तालमा त्यसो म पनि अनि हाम्रो गोलु दुईजना अनि यो अडिना मैया। अब हामी भिआर के भन्छ भिआर चस्मा अथवा 3D चस्मा लगाएर अर्को संसारको अनुभव गर्ने अनि गेमसम्म एउटा खेल खेल्दै हाँस्दै रुँदै जिस्किँदै आँसु निकाल्दै यो गजब खालको अब गेम भन्ने कि के भन्ने अर्कै संसारको अनुभव भएको थियो। त्यो बेला मलाई सबभन्दा रमाइलो यो चाहिँ लाग्यो। डरले मेरो पसिना निस्के पनि सबै त्यहाँ गेममध्ये यो चाहिँ मलाई ठिक लागेको थियो। त्यो चस्मा लगाएर अर्कै दुनियाँको सिनेमा अनि हामी डराएको पछिल्लो ग्रुप बाबुहरूको ग्रुपलाई सुत्ने लगायत बाबुहरूको ग्रुपलाई तिमीहरू हजारको बाजी थापेको तिमीहरू पनि कराउँछौ भनेर, तर यिनीहरूले कराएनन्। गेम खेलिरहेछन्। अगाडि आएकोहरूलाई सुट गर्नुपर्छ। यसमा मैले 1000 रुपियाँ हारेँ बाबुदेखि। त्यसपछि हामी यिनीहरू यो भने टाइम अफ हुन्छ अनि गेमपछि हामी अर्को यहाँ फेरि माथिको त्यही सिनमा यो चस्माबाट देखिन्छ अगाडि आउने अप्ठ्यारा बाटाहरू पार गर्नुपर्ने होइन। सर्प आउने अनि कहाँ भीमा खसाले यति बेला यति कराएकी छ तर सुनिएको छैन। म त यसमा चक्कर आउला बमिट होला जस्तो भएर मैले चाहिँ यो गेम खेलिनँ। यस्तै गेम केही छैन दिनभरिको लागि। यो 6-7 हजारको रमाइलो। अब त्यसपछि बक्सिङ यो स्कोर देखाउँदो रहेछ कसको कति भनेर सबले यो गेम खेल्ने। यसमा हाई स्कोर बाबुकै आएको थियो जस्तो छ। पैसा तिर्ने टपोवाला त्यो कार्ड हुँदो रहेछ। कार्ड यस्तो स्क्यान गर्दै जतिसम्म गेम खेल्न मिल्छ त्यो खेलियो। मेरो पनि स्कोर 1800 छ।